साथीहरू किसानहरूको परिस्थितिहरू यस्तो छ। किसानको बिजोग छ है। यो तालले हो भने किसान उँभो लाग्दैन उँधो लागिन्छ। अब मकै पानी पसेर पानी डुबेर अस्तिको पानीले मरिसक्यो। सबै अस्तिकोले मरेको थियो। फेरि आज रातिको पानीले यस्तो बनाइदियो। अब यो मकैहरू काम लाग्दैन, काम नलाग्ने स्थिति भइरहेछ। हेर्नुहोस् त यस्तो छ, बिजोग छ, पानी डुबेर यस्तो भएको छ। तर जतिले अहिले चैते धान रोप्यो नि त्यसले चाहिँ काम गर्यो। यता चाहिँ चैते धान हो, यसले चाहिँ धेरै काम गर्यो, ठुलो काम गर्यो। चैते धानलाई चाहिँ धेरै फाइदा हुन्छ होला। मजाले पानी जमेको छ चैते धानलाई चाहिँ। अलिकति मैले चाहिँ चैते धान रोपेको राम्रो छ यतिको। यिनीहरूलाई चाहिँ ठिकै छ। मकैको लागिहरू त बिजोग छ। हेर्नुहोस् न, सुकेर मकैको बिजोग। अब अलि अस्तिकोले यो ताल भएको छ। अब यो कामै लाग्दैन। हेर्नुहोस् न, यो ताल छ। अब यो ताल भएपछि के गर्ने होला है। सिस्टम भइरहेछ। बिजोग अस्तिको सबै सुकेर कामै नला। अब यो फेरि आज रातिको पानीले अब यस्तो बनाइदिएको छ हो। हेर्नुहोस् है दर्शकहरू, यस्तो छ यहाँ। यस्तो पानी जमेर बिजोग छ। यो कामै नलाग्ने। हेर्नुहोस् न, यो मकैको हालत यो छ। लगभग 2 बिघाको हरारीमा यो मकै लागिएको छ। यो मकै चाहिँ अब काम नलाग्ने हो क्या। अब हेर्नु न, अब लगभग मकैको मल अनि जोतेको अब गोडगाड इत्यादि सबै गरेको अब कामै नलाग्ने भयो। के गर्नु है, मान्छेले गरेको होइन। अब उपरवालाको हातको कुरो हो है। कसलाई दोस्ने कसलाई के भन्ने कुरा पनि हुँदैन। हेर्नुहोस् न, पानी जमेर यो मकैको बिजोग छ। उहाँ हेर्नुहोस् न, सबै मकै यहाँ चाहिँ 2-2.5 बिघा जति छ मकै लगभग 2.5 बिघादेखि माथि छ। तपाईँलाई देखाउँदैछु। यो ताल छ। मकैको हेर्नुहोस् न, पानी जमेर अब यो कामै छैन क्या, कामै नलाग्ने हो। यो के गर्ने, खेतीमा चाहिँ घाटा लाग्ने भयो। अस्ति धान काट्ने बेलामा असोज कार्तिकमा यही ताल भएको थियो। कति असोजमा पनि पानी आएर धान कतिको बगाए, कति काट्नु पाएन, कति डुबेर नष्ट भए। अब अहिले पनि त्यही। अब मकैलाई चाहिँ अब एकदम बर्बादै बनायो। अब यी काम नलाग्ने भयो है। यो मकैको ताल छ। पानी जमेर यो कामै छैन। अब यो एक दिन घाम लाग्नु नै यो 70 अब गाईले पनि खाँदैन। यो कामै छैन हो। हेर्नुहोस् न, बिजोग छ, किसानको बिजोग छ है। अब यस्तो भयो भने के हुने हो।
मकैको यो ताल छ। अब धान के हुने हो, यस्तै भयो भने चाहिँ भोकमारी सास लाग्ला अनि काल लाग्ला। सबै अब महँगी बढेकै छ हो। अब हेर्नुहोस् है, अहिले बर्बाद छ। तपाईँले देखाइहालेँ, यहाँ चाहिँ 2-2.5 बिघा लमसम छ। 2-2.5 बिघादेखि माथि छ है। यो बिजोग छ, यो पानी जमेर यो हेर्नु न, पहेँलो भइसकेको छ है। तपाईँलाई यो दृश्य देखाइदिएँ। अनि यहाँ बाँकी छ उतापट्टि चाहिँ धान खेती हो। अब यो धान चाहिँ ठिक छ। धानलाई चाहिँ जतिले तपाईँले यो चैते धान लाउनु हो नि, तपाईँले यो चाहिँ राम्रो हुने भयो क्या। यसले चाहिँ लगभग अब घाटा छैन, नाफा नै गराउँछ होला सायद है। यहाँ लगभग 1 बिघा जति धान खेती छ। अनि यहाँ चाहिँ 1 बिघा जति धान खेती छ। अरू चाहिँ मकै हो 3.5 बिघामा जमिनमा। त्यसपछि यतातिर चाहिँ तपाईँलाई यहाँ गहुँ, तपाईँले अघि नै भने यताको भाग चाहिँ गहुँ छ। गहुँ चाहिँ ठिकै छ, राम्रै छ। अलिकति यो पिरेझारले खतम गरेको छ हो, यस्तै छ। ल यताको भाग तपाईँलाई देखाएँ गहुँ, अनि यसपछि धान, चैते धान। अनि यताको भाग चाहिँ मकै, यहाँदेखि उहाँसम्मै परैसम्म छ। अब यो चाहिँ 2-2.5 बिघा लमसम छ। ल हजुरहरूलाई मैले देखाइहालेँ, यो ताल छ, यो गहुँबारी है। मैले देखाइसकेँ। यो खेती छ, यो चाहिँ धानबारी हो। यो तालले चाहिँ अब खासै किसानहरू चाहिँ उँभो लाग्ने स्थिति छैन, एकदम बिजोग छ है।